खै न जनताहरूले राम्रो सुविधा पाएका छन्, न व्यवस्थापन पाएका छन्। अझ कतै कतै त बिजुली के हो पनि थाहा छैन क्या मानिसहरूलाई। कतै कतै मानिसहरूलाई गाडी कस्तो हुन्छ त्यो पनि थाहा छैन। शिक्षा कसो र कुन ढङ्गबाट गइरहेको छ त्यो पनि थाहा छैन। अरू त कुरा छोडिदिउँ, बत्तीवालालाई गाउँमा सोलरको बत्तीवालालाई पनि घाम कुर्नुपर्छ। कतिखेर घाम लाग्छ, ब्याट्री चार्ज हुन्छ अनि साँझ बत्ती बाल्छ। मोबाइल चार्ज लाउनलाई त्यस्तै, टावरको समस्या त्यस्तै। एउटा टावर दिनको 12 घन्टा पनि राम्रोसित खुल्दैन। पानी परेको बेला अफ, नपरेको बेला मात्रै चल्यो, त्यो पनि डाँडा काँडामा चल्यो। के मानिसहरू फोन गर्नलाई पनि एक दिन हिँडेर डाँडा काँडा खोज्नुपर्ने स्थिति हो त? होइन नि। त्यतिकै कर तिर्दैन, गाउँमा जग्गाको कर तिरिरहेका हुन्छन् होइन। हरेक चिजको कर तिरिरहेका हुन्छन् क्या मानिसहरूले। खै त तिनीहरूको कर तिरे अब सुविधा छैन। के कर तिर्यो भनेर कहिलेकाहीँ पीडितहरूलाई भनेर रासन त्यही पनि बाहिरकोले दिइरहेको हुन्छ। नेपाललाई त झन् यो देशले यति सपोर्ट, त्यो देशले त्यति सपोर्ट भन्दै त लिस्ट आइरहेको हुन्छ त। खै त के चाहिँ परिवर्तन भयो देश? केही परिवर्तन भयो त भएन नि। देश परिवर्तन ल्याउनलाई सरकार राम्रो आउनुपर्छ भन्यो, खै त सरकार त राम्रो ल्याएकै हो त। अहिलेसम्म केही त केही हुनुपर्छ नि। केही पनि देखिएको छैन क्या परिवर्तन। अलिकति देखियो भने व्यवस्थापन होला, त्यही पनि मान्छेमा। अरूमा रोड विभागमा अहिले के छ, ट्राफिकले कस्तो गरेको छ? ट्राफिकले थाहा छ? एउटा सामान्य मान्छेलाई रोडमा हिँड्दै गरेको साइड लाख रोक्यो, सब हेर्छ, चित्त बुझ्यो ल जा, बुझेन फाइन काटिदिन्छ। केही बोल्दैन, के को गलत के छ सही के छ पनि भन्दैन। केही भनाइहरू छन् क्या, संसदमा भनिएका भनाइ र लिखित र भौतिक अनि रूपमा होइन, भाषीय रूपमा भनिएका शब्दहरू केही छन् क्या। कसैमा केही तोक्वा लागेको छ हो, ती तोक्वा लाउने सरकारहरू कहाँबाट उत्पादन भएका हुन्? कहिले रोडमा हिँडेनन्, हामी हिँड्ने रोडमा हिँडेनन्। कहिले व्यवस्थापन कस्तो छ भनेर कार्यालयमा पुगेनन् राम्रोसँग जानुपर्ने ठाउँमा। आफ्नै कार्यालय जान्छन्, आफूले बनाएको सिस्टमलाई आफै उद्धार गर्छन् अनि भन्छन् यो सुधारे त्यो सुधारे। त्यो होइन। एक प्रदेशको नेता अर्को प्रदेशमा र एक जिल्लाको नेता अर्को जिल्लामा र एक गाउँको कार्यकर्ता अर्को गाउँमा गएर व्यवस्थापन मिलाउने हो भने के हुन्थ्यो? के व्यवस्थापन नमिल्ने हो त? मैले हेरिरहेको छु, खै प्रधानमन्त्रीलाई पनि काठमाडौँमै देखिरहेको छु, गृहमन्त्रीलाई पनि काठमाडौँमै देखिरहेको छु। के उनीहरू काठमाडौँ भ्यालीको मात्रै गृहमन्त्री प्रधानमन्त्री हो, नेपालको चाहिँ होइन? अरू ठाउँमा जानु पर्दैन? हुम्ला जुम्ला कालीकोट जाजरकोट ती जिल्लाहरू होइनन्? डोल्पा होइनन् ती जिल्लाहरू? हुन् भने कि देशको भूभागमा पर्दैन कर्णाली प्रदेश? पर्छ भने कर्णाली मात्र होइन, मध्य प्रदेशहरू पनि धेरै विकटहरू छन् के। काठमाडौँ पनि त कति धेरै विकटहरू, राजधानी भनाइ मात्रै छ, एउटा सिङ्गो राज्य भनाइ मात्रै छ नेपालको। खै यहाँ त केही अहिलेसम्म परिवर्तन छैन राम्रोसित। न रोड व्यवस्थापन छ, न फोहोर व्यवस्थापन छ, न कुनै समिति सङ्गठन छ यहाँ राम्रो। बस 2-4वटा संस्थाहरू छन्। संस्थाहरू पनि यस्ता संस्थाहरू छन् कि जुन संस्थाहरूले लुटपाट केन्द्र खोलेका छन्। कहिले पनि सुधार नगर्न सकिने व्यवहारिक कामहरू गरिरहेका छन्। अझै पनि सोझा मान्छेहरूलाई फसाउने, चोरीहरूलाई लुकाउने होइन, आफ्नो व्यवस्थापनभित्र आफै मिलाउने, घुस खाने संस्थाहरूले गरिरहेका छन्। अनि त्यो संस्थालाई छैन छानबिन होइन। अनि गाउँको व्यवस्थापन कस्तो छ त्यो पनि उनीहरूलाई थाहा छैन। संसदमा यो गर्दैछु त्यो गर्दैछु होइन भनेर भनिरहेका छन्। दिन प्रतिदिन नेपाली जनताहरू बाध्य छन् कि कोही विदेशी न, कोही रोडमा आग लागेर भएर आगो लगाएर मर्न, कोही माइतीघर मण्डलामा गएर न्याय माग्न। यो कुनै रहरले होइन, बाध्यताले थियो। तर नेपाल सरकारले सुनेको छैन अझै पनि।
व्यवस्थापन गरेको छैन। जानुपर्ने ठाउँमा अझै गएको छैन नेपाल सरकार। खै किन नेपाल सरकारले आफ्नो मात्रै ठाउँलाई व्यवस्थित गर्न ठानेको हो कि आफ्नो मात्रै ठाउँलाई विकास गरौँ भनेको हो कि भूभागको क्षेत्रमा सबैभन्दा ठुलो प्रदेश कर्णाली हो क्षेत्रफलको आधारमा त्यो पनि हो जनसङ्ख्याको आधारमा नभए पनि तर त्यहाँ छैन विकास। अझै डरलाग्दो रोड, अझै डरलाग्दो बाटो, अझै डरलाग्दा गाडीहरू चलिरहेको छन् त्यहाँ। कतै त गाडी रोड पनि गएको छैन। राम्रोसित त्यहाँका मान्छेहरू शिक्षा के हो बुझ्न पाएको छैन। खानपिन कस्तरी खानुपर्छ त्यो सोचेका छैनन्। बस उनीहरूले आफै उत्पादन गरेर आफै खाइरहेका छन्। केही तिनीहरूको व्यवस्थित सामानहरू हुन्छ नि उत्पादन गरेको अन्नबालीहरू भकारीमा खाटमा हुन्छ नि कोठामा थन्किएर बसिरहेका छन् किरा लागुन्जेलसम्म। खै त्यो सरकारी व्यवस्था सहरिया वातावरण मिलेको नभएको हो कि अथवा सरकारले नदेखेको। किसानहरू पनि उत्तिकै बसिरहेका छन्। केही गर्छन् भन्ने किसानहरूलाई पनि सरकारले साथ दिएको छैन। बस केवल त आफ्नो लागि मात्रै संसदमा गएर पनि बोलिरहेका छन्। उनीहरूलाई थाहा छैन देश के भइरहेछ कता गइरहेछ भन्ने कुरा। खै थाहा भएको भए नभए जस्तो गरेका हुन् कि यही कीर्तिपुरमै पनि कति बाटोहरू नराम्रो छन्। हिँड्ने गाडीहरू उस्तै एउटै गाडीमा 10 उ। खै यो व्यवस्थापन हो त? अहिले नेपाल सरकारले लगाएको ट्याक्स रेफिडेन्स लगाए त्यो छ नि फुड डिपार्टमेन्टमा पनि लगाएको ट्याक्स छ नि अनि यो इलेक्ट्रिसिटीमा लगाएको ट्याक्स यसको के सदुपयोग राम्रो ठाउँमा भइरहेको छ त? खै देखिँदैन नि। अस्ति संसदमै भन्नुभएको छ बालिन सरले 100मा 5 रुपियाँ भनेर। त्यो ठुलो कुरा होइन भन्नुभएको छ। हो त्यो ठुलो कुरा होइन तर कसैको लागि होइन। कसैको लागि त्यही पनि धेरै ठुलो हो। नेपाल सरकारले कर उठाउँदैमा देश बन्छ भने उठाउँदा केही जाँदैन। तर यो कर लगाइएको सही ठाउँमा सदुपयोग हुनु पर्यो के। 3 करोड जनताबाट कर वसुल्ने अनि त्यो कर कहाँ जान्छ? खै आखिरी चाह्यो भने नेपाल सरकारले यो छ नि बाटो विभागमा ट्राफिकहरूले फाइन काटेकोले मात्रै देशको केही ठाउँहरू परिवर्तन गर्न सकिन्छ क्या। खै त्यो पैसा कहाँ जान्छ? सरकारको ढुकुटीमा जम्मा भएको हो त? हो भने किन सरकारमा देशमा सरकारसँग यति ऋण छ? खरबौँको ऋण अरबौँको ऋण छ देशमा। किन यो बाहिरीहरूको ऋण छ? हो भने यस्तो त त्यो अरूबाट लगिएको पैसा जान्छ कहाँ? के कर्मचारीलाई स्यालेरी भन्दै जान्छ? अनि त्यो हो भने हाम्रो करको पैसा कहाँ जान्छ? खै न जनताहरूले राम्रो सुविधा पाएका छन् न व्यवस्थापन पाएका छन्। अझ कतै कतै त बिजुली के हो पनि थाहा छैन क्या मानिसहरूलाई। कतै कतै मानिसहरूलाई गाडी कस्तो हुन्छ त्यो पनि थाहा छैन। शिक्षा कसो र कुन ढङ्गबाट गइरहेको छ त्यो पनि थाहा छैन। अरू त कुरा छोडिदिउँ बत्तीवालालाई गाउँमा सोलरको बत्तीवालालाई पनि घाम कुर्नुपर्छ। कतिखेर घाम लाग्छ ब्याट्री चार्ज हुन्छ अनि साँझ बत्ती बाल्छ। मोबाइल चार्ज लाउनलाई त्यस्तै। टावरको समस्या त्यस्तै। एउटा टावर दिनको 12 घन्टा पनि राम्रोसित खुल्दैन। पानी परेको बेला अफ, नपरेको बेला मात्रै चल्यो त्यो पनि डाँडा काँडामा चल्यो। के मानिसहरू फोन गर्नलाई पनि एक दिन हिँडेर डाँडा काँडा खोज्नुपर्ने स्थिति हो त? होइन नि। त्यतिकै कर तिर्दैन। गाउँमा जग्गाको कर तिरिरहेका हुन्छन् होइन। हरेक चिजको कर तिरिरहेका हुन्छन् क्या मानिसहरूले। खै त तिनीहरूको कर तिरे अब सुविधा छैन। के कर तिर्यो भनेर कहिलेकाहीँ पीडितहरूलाई भनेर रासन त्यही पनि बाहिरकोले दिइरहेको हुन्छ। नेपाललाई त झन् यो देशले यति सपोर्ट त्यो देशले त्यति सपोर्ट भन्दै त लिस्ट आइरहेको हुन्छ त। खै त के चाहिँ परिवर्तन भयो देश? केही परिवर्तन भयो त भएन नि। देश परिवर्तन ल्याउनलाई सरकार राम्रो आउनुपर्छ भन्यो। खै त सरकार त राम्रो ल्याएकै हो त। अहिलेसम्म केही त केही हुनुपर्छ नि।
केही पनि देखिएको छैन क्या परिवर्तन। अलिकति देखियो भने व्यवस्थापन होला, त्यही पनि मान्छेमा। अरूमा यो रोड विभागमा अहिले के छ, ट्राफिकले कस्तो गराएको छ, ट्राफिकले थाहा छ? एउटा सामान्य मान्छेलाई रोडमा हिँड्दै गरेको साइड लाख रोक्यो, सब हेर्छ, चित्त बुझ्यो ल जा, बुझेन फाइन काटिदिन्छ, केही बोल्दैन, के को गलत के छ सही के छ पनि भन्दैन।